हेलो गाइस, आज ओपन एटर ब्लॉगमा सबैलाई वेलकम हैन। अनि आज जान्छौँ रिम्बोछीको बाटो राइडर कारणले उतातिर जान आँटेको। आज भिडियो चाहिँ मेरो सर्ट हुनेछ, किन भन्दाखेरि अब त्यतातिर पूजासुजा गरेको मात्र आउनेछ गाइस हैन। म चाहिँ यता पूजाको कोठातिर आइपुगिसकेको छ। यता पूजा गर्नु लागि यता हाम्रो धर्मज्ञानको मान्छे बस्न लागि यता ठाउँ मिलेर आएको। उता चारिमर्चे बाटोको केक 5वटा गाइस हैन। अब हामी चाहिँ रिम्बोछीबाट सबैतिर पूजा गर्न आएको अवस्था हैन। हाम्रो रसन यतातिर आइपुगेको छ गाइस हैन। अब हाम्रो चाहिँ यतातिर पूजा सुरु हुन आँटेको अवस्था हैन। यो छ 5वटा केक रिम्बोछीको बाटोमा। गाइस हाम्रो यतातिर केक गर्ने कार्यक्रम पनि सुरु भइसक्यो। सो फाइनल गाइस, आजलाई मेरो ब्लग यति नै आएको छ हैन। अब फेरि यस्तै सानो सर्ट भिडियोहरू हेर्नको लागि मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला हैन। अब तपाईँहरूले मेरो ब्लग कस्तो लाग्यो सर्ट ग्रुपमा कमेन्टमा भनिदिनु होला। ब्लग राम्रो लाग्योमा हैन अरूलाई पनि सेयर गरिदिनु होला। अनि त्यसै गरी मेरो युट्युब च्यानलमालाई धेरै सपोर्ट गरिदिनु होला हैन। म पनि तपाईँहरू धेरै सपोर्ट गर्नेछु। हस्, धन्यवाद। आजलाई मेरो ब्लग यति नै आएको छ।